हेलो स्टुडेन्ट्स, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको यस भिडियोमा म तपाईहरुलाई क्लास 12 को कम्प्युटर साइन्समा मात्र 5 दिन पढेर कसरी A+ ल्याउन सकिन्छ भनेर बताउन गइरहेको छु है। ल तपाईहरुले चाहिँ ध्यान दिएर यो भिडियोलाई हेर्नु होला अन्तिमसम्म। र यस भिडियोमा चाहिँ सबभन्दा पहिले मैले तपाईहरुलाई चाहिँ च्याप्टर वाइज इम्पोर्टेन्ट क्वेशन के छन् त त्यो चाहिँ मैले तपाईहरुलाई लिस्ट आउट गरेर लिएर आएको छु। अब तपाईहरुले के गर्नुपर्छ भने A+ ल्याउनको लागि सबभन्दा पहिले यो च्याप्टर वाइज इम्पोर्टेन्ट क्वेशनहरुलाई चाहिँ 2 दिनमा चाहिँ तपाईहरुले एउटा नोट बनाएर चाहिँ यो सबै इम्पोर्टेन्ट क्वेशनको के गर्नु होला, एन्सर लेख्नु होला। अब त्यो एन्सर चाहिँ तपाईहरुले नोटदेखि लेख्न सक्नुहुन्छ, आफ्नो बुकदेखि लेख्न सक्नुहुन्छ, ओर तपाईले कुनै पनि अनलाइन सोर्स युज गरेर चाहिँ तपाईले यस एन्सर चाहिँ तपाईले लेख्न सक्नुहुन्छ आफ्नो नोटमा। त्यो 2 दिन त्यो एन्सर लेखिसकेपछि अब त्यो बाँकी रहेको 3 दिनमा चाहिँ तपाईले के गर्ने, 3 दिनमा तपाईले यो कुरालाई चाहिँ रिभिजन अथवा यो कुरालाई चाहिँ पढ्दै जाने। यो कुरालाई जस्तै तपाईले चाहिँ 3 दिनमा 2 दिन पनि तपाईले राम्रोसँग यसलाई बुझेर पढ्यो भने त्यसपछि बाँकी रहेको 1 दिनमा तपाईले के गर्न सक्नुहुन्छ त 1 दिनमा रिभिजन गर्न सक्नुहुन्छ। त त्यो रिभिजनले तपाईलाई चाहिँ यो कम्प्लिट कोर्समा चाहिँ A+ ल्याउनको लागि धेरै हेल्प गर्ला है। ल मैले के भने 5 दिनमा चाहिँ तपाईले 2 दिन के गर्ने भने यो सबै इम्पोर्टेन्ट क्वेशनको चाहिँ एउटा नोट बनाउने, एन्सर कपी बनाउने। त्यसपछि 2 दिन चाहिँ तपाईले के गर्ने, योलाई चाहिँ राम्रोसँग पढ्ने, त्यो लेखेको एन्सरलाई चाहिँ राम्रोसँग पढेर बुझ्ने। त्यसपछि रहेको 1 दिनमा चाहिँ तपाईले के गर्ने भने यो कुरालाई चाहिँ रिभिजन गर्ने, लेखेको एन्सरलाई चाहिँ। यसरी तपाईले 5 दिन राम्रोसँग पढ्नुभयो भने यो इम्पोर्टेन्ट क्वेशनलाई चाहिँ तपाईको कम्प्युटर साइन्समा A+ आउने फिक्स हुन्छ है। ल अब चाहिँ च्याप्टर वाइज चाहिँ इम्पोर्टेन्ट क्वेशन के रहेका छन् अब हामीहरु चाहिँ यहाँ चाहिँ हेर्न गइरहेका छौं है। ल च्याप्टर 1 मा छ डाटाबेस म्यानेजमेन्ट सिस्टम DBMS भन्ने च्याप्टर, जसमा हामीलाई 1 सर्ट क्वेशन 5 मार्क्स को र 3 वटा अब्जेक्टिभ क्वेशन 1 मार्क्स को गरी जम्मा 8 मार्क्स को सोध्ने गरेको छ है। ल यो च्याप्टरमा कुन इम्पोर्टेन्ट क्वेशन छन् तल गएर हेरौं। फर्स्टमा छ डिफरेन्सेस बिट्विन सेन्ट्रलाइज्ड एन्ड डिस्ट्रिब्युटेड डाटाबेस सिस्टम। सेन्ट्रलाइज्ड र डिस्ट्रिब्युटेड डाटाबेस सिस्टमको चाहिँ हामीलाई के सोध्छ यसमा, फर्स्टमा डिफरेन्स। यो क्वेशन चाहिँ भेरी इम्पोर्टेन्ट हो है यो च्याप्टरदेखि। 2 मा छ व्हाट इज नर्मलाइजेसन, डिस्क्राइब 1NF 2NF एन्ड 3NF। अब योमा चाहिँ हामीलाई नर्मलाइजेसन भनेको के हो हैन, नर्मलाइजेसनका टाइप छन् 3 वटा, फर्स्ट नर्मल फर्म, सेकेन्ड नर्मल फर्म, थर्ड नर्मल फर्म। यसको बारेमा चाहिँ हामीलाई डिस्क्राइब गर अथवा 2NF र 3NF बीच चाहिँ डिफरेन्स लेख भनेर सोध्छ है। यो पनि भेरी इम्पोर्टेन्ट हो। यो 1 र 2 को क्वेशन भनेको भेरी इम्पोर्टेन्ट हो है। त्यसपछि अब हाम्रो सिम्पल जस्तै व्हाट इज DBMS हैन, डाटाबेस म्यानेजमेन्ट सिस्टम भनेको के हो, राइट डाउन एडभान्टेज अफ DBMS भनेर पनि हामीलाई सोध्न सक्छ। त्यसैगरी डाटाबेस मोडल छन्, डिफ्रेन्ट टाइपका डाटाबेस मोडल छन्, जस्तै नेटवर्क, हायरार्किकल एन्ड रिलेसनल मोडल भनेर। योबाट चाहिँ हामीलाई सोध्न सक्छ। यसमा चाहिँ म्याक्सिमम रिलेसनल मोडल भनेको के भनेर सोध्ने गरेको छ। यद्यपि हामीलाई चाहिँ नेटवर्क र हायरार्किकलको बारेमा पनि सोध्न सक्छ। त्यही भएर यो तीनवटैको बारेमा राम्रोसँग पढ्ने। त्यसपछि चाहिँ अब हामीहरुको जस्तै सिम्पल टर्महरु फिल्ड, रिकर्ड, अब्जेक्ट्स, प्राइमरी की, अल्टरनेट की र क्यान्डिडेट की, योबाट हामीलाई चाहिँ के सोध्छ भने अब्जेक्टिभ क्वेशन सोध्छ, जस्तै 1 मार्क्स को टिक मार्क वाला हुन्छ, त्यो वाला चाहिँ सोध्छ। र त्यसैगरी DDL र DML भन्ने के चाहिँ हाम्रो डाटाबेस ल्याङ्ग्वेज छ हैन। यो डाटाबेस ल्याङ्ग्वेजबाट पनि हामीलाई के सोध्छ, 1 मार्क्स को त्यहाँ चाहिँ अब्जेक्टिभ क्वेशनमा चाहिँ टिक मार्क भनेर सोधेको हुन्छ। त्यही भएर चाहिँ यसलाई पनि राम्रोसँग पढेर जानु होला है। ल फर्स्ट च्याप्टरदेखि यतिकै क्वेशन के छ हाम्रो इम्पोर्टेन्ट छ। त्यसपछि च्याप्टर 2 मा छ डाटा कम्युनिकेसन एन्ड नेटवर्किङ भन्ने च्याप्टर, जसबाट चाहिँ हामीलाई 1 लङ क्वेशन 8 मार्क्स को र 1 अब्जेक्टिभ क्वेशन 1 मार्क्स को गरी जम्मा 9 मार्क्स को सोध्ने गरेको छ। अब यसमा चाहिँ इम्पोर्टेन्ट क्वेशन के छन् तल गएर हेरौँ है। फर्स्टमा छ व्हाट इज नेटवर्क टोपोलोजी। नेटवर्क टोपोलोजी भनेको के हो र त्यसपछि 2 मा चाहिँ जस्तै टाइप्स अफ नेटवर्क टोपोलोजी, बस टोपोलोजी, रिङ टोपोलोजी र स्टार टोपोलोजी चाहिँ इम्पोर्टेन्ट छ। अब यसमा चाहिँ हामीले यो तीनवटाको बारेमा राम्रोसँग पढ्ने, बस, रिङ र स्टार टोपोलोजीको बारेमा। यसमा चाहिँ हामीलाई बस र रिङको डिफरेन्स पनि सोध्न सक्छ, और बस र स्टारको पनि सोध्न सक्छ डिफरेन्स, और रिङ र स्टारको टोपोलोजीको हामीलाई चाहिँ डिफरेन्स सोध्न सक्छ। त्यही भएर चाहिँ हामीले नेटवर्क टोपोलोजी के हो र बस, रिङ, स्टार टोपोलोजीको बारेमा एकदम राम्रोसँग पढेर जानुपर्ने हुन्छ है एक्जाममा। यो पनि एकदम 8 मार्क्स को लङ क्वेशनको लागि धेरै इम्पोर्टेन्ट क्वेशन हो है। र त्यसैगरी 3 मा छ डिफरेन्सेस बिट्विन गाइडेड एन्ड अनगाइडेड मिडियम हैन, गाइडेड र अनगाइडेड मिडियमको के सोध्छ हामीलाई डिफरेन्स होन्छ है। त्यसपछि छ 4 मा टाइप्स अफ कम्युनिकेसन मोड, जस्तै सिम्प्लेक्स, हाफ डुप्लेक्स र फुल डुप्लेक्स भन्ने छन्। यो यसको बारेमा पनि हामीलाई सोध्न सक्छ कम्युनिकेसन मोडको बारेमा।
त्यसै गरी एउटा भेरी इम्पोर्टेन्ट क्वेसन के छ हाम्रो डिफरेन्सेस बिट्विन क्लाइन्ट सर्भर एन्ड पियर टु पियर भन्ने क्वेसन पनि आउँछ हामीहरूको मेन एक्जाममा। यसको बारेमा पनि क्लाइन्ट सर्भर र पियर टु पियरको बारेमा राम्रोसँग पढ्ने। त्यसपछि 6 मा छ ओएसआई मोडेल भन्ने। ओएसआई मोडेल भनेको जस्तै हाम्रो ओपन सिस्टम इन्टरकनेक्सन मोडेल हो। यसमा चाहिँ हाम्रो के हुन्छ 7 वटा के हुन्छन् हाम्रो यसको लेयरहरू हुन्छन्। त्यसको बारेमा चाहिँ एक्जाममा सोध्न सक्छ। यद्यपि अहिलेसम्म यसको बारेमा सोधेको छैन, यो पनि एउटा इम्पोर्टेन्ट टपिक हो है। त्यसै गरी 7 मा छ आइपी एड्रेसेस। आइपी एड्रेसेसको डिफ्रेन्ट टाइप्सहरू छन्, जस्तै क्लास ए, क्लास बी, क्लास सी भनेर। यसको बारेमा पनि हामीहरूलाई सोध्न सक्छ। आइपी एड्रेसको बारेमा पनि राम्रोसँग पढ्ने है। यसमा चाहिँ अब इम्पोर्टेन्ट सबै इम्पोर्टेन्ट छन्, तर सबभन्दा इम्पोर्टेन्ट क्वेसन भनेको हाम्रो के हो टोपोलोजीको बारेमा पढ्ने, डिफ्रेन्ट टाइपको टोपोलोजी र त्यसै गरी हाम्रो एउटा चाहिँ क्लाइन्ट सर्भर र पियर टु पियर नेटवर्कको डिफ्रेन्स ओर गाइडेड अनगाइडेडको बारेमा चाहिँ हामीले पढ्नु पर्छ है यसमा। र त्यसपछि चाहिँ च्याप्टर 3 मा वेब टेक्नोलोजी सेकेन्ड पार्ट भनेर होइन। फर्स्ट पार्ट चाहिँ हाम्रो क्लास 11 मा छ होइन, त्यही भएर यहाँ चाहिँ वेब टेक्नोलोजी पार्ट 2 भनेर राखेको छ। यसबाट चाहिँ हाम्रो 1 सर्ट क्वेसन 5 मार्क्सको र 3 वटा अब्जेक्टिभ क्वेसन गरेर जम्मा 8 मार्क्सको यो च्याप्टरदेखि सोध्छ है। र यो च्याप्टरमा इम्पोर्टेन्ट क्वेसन के छ भने जस्तै थ्योरीबाट सोध्न सक्ने भनेको डिफरेन्सेस बिट्विन सर्भर साइड एन्ड क्लाइन्ट साइड स्क्रिप्टिङ ल्याङ्ग्वेज भन्ने छ होइन। यो सर्भर साइड र क्लाइन्ट साइड स्क्रिप्टिङ ल्याङ्ग्वेजको डिफ्रेन्स हामीहरूलाई सोध्न सक्छ 5 मार्क्समा। त्यसै गरी चाहिँ हाम्रो यसबाट चाहिँ हाम्रो जावास्क्रिप्टको प्रोग्राम सोध्छ। जस्तै 2 मा छ राइट अ प्रोग्राम टु फाइन्ड द फ्याक्टोरियल अफ एनी गिभन नम्बर युजिङ जावास्क्रिप्ट जेएस है। योमा चाहिँ हामीले जावास्क्रिप्टको युज गरेर कुनै एउटा नम्बरको चाहिँ फ्याक्टोरियल निकाल भनेर चाहिँ यो प्रोग्राम चाहिँ 5 मार्क्समा 2 चोटि सोधिसकेको छ होइन। त्यही भएर जावास्क्रिप्टको प्रोग्राम चाहिँ राम्रोसँग पढ्ने। त्यसपछि राइट अ जावास्क्रिप्ट फङ्सन द्याट चेक्स इफ अ नम्बर इज इभन ओर ओड एन्ड प्रिन्ट द रिजल्ट। यो चाहिँ प्रिभियस इयरमा सोधेको क्वेसन हो जावास्क्रिप्टदेखि होइन। सजिलो छ, एकदम सजिलो छ। यसलाई चाहिँ जावास्क्रिप्टको प्रोग्राम चाहिँ यो 2 वटा प्रोग्राम चाहिँ राम्रोसँग पढ्ने। यद्यपि अरू प्रोग्रामहरू पनि छन्, अरूलाई पनि राम्रोसँग पढ्ने है। त्यसपछि हाम्रो यसबाट सोध्न सक्ने क्वेसन भनेको पर्पोज अफ माइएसक्युएलआई कनेक्ट फङ्सन इन पिएचपी। माइएसक्युएलआई कनेक्ट यो फङ्सनको चाहिँ पिएचपीमा काम के हो भनेर चाहिँ हामीहरूलाई एक्जाममा सोध्ने गरेको छ 5 मार्क्समा। यो पनि तिमीहरूले चाहिँ राम्रोसँग पढ्ने है ल। त्यसपछि छ च्याप्टर 4। च्याप्टर 4 मा प्रोग्रामिङ इन सी भनेर छ। यसबाट चाहिँ हामीलाई 1 लङ क्वेसन सोध्छ। 1 लङ क्वेसन 8 मार्क्सको है, जम्मा 8 मार्क्सको सोध्ने गरेको छ हाम्रो सी प्रोग्रामिङबाट है। अब सी प्रोग्रामिङबाट हाम्रो इम्पोर्टेन्ट क्वेसन के छ भने जस्तै यसबाट हामीहरूलाई चाहिँ राइट अ प्रोग्राम युजिङ युजर डिफाइन्ड फङ्सन। युजर डिफाइन्ड फङ्सनलाई चाहिँ युज गरेर कुनै एउटा प्रोग्राम लेख भनेर आउन सक्छ एक्जाममा। त्यसै गरी हाम्रो चाहिँ डिफाइन, यसमा चाहिँ डेफिनेसनहरू जस्तै एरे, स्ट्रक्चर, पोइन्टर एन्ड युनियनको हामीहरूलाई चाहिँ डिफाइन गर भनेर आउन सक्छ। त्यसै गरी स्ट्रक्चर र युनियनको डिफ्रेन्स पनि सोध्न सक्छ यसमा। र अब चाहिँ हाम्रो राइट अ सी प्रोग्राम युजिङ स्ट्रक्चर। अब यसमा चाहिँ मेन इम्पोर्टेन्ट क्वेसन भनेको 8 मार्क्समा सोध्ने गरेको स्ट्रक्चरको युज गरेर एउटा सी प्रोग्राम लेख भनेर आउँछ। त्यही भएर चाहिँ हामीले स्ट्रक्चरको प्रोग्राम चाहिँ राम्रोसँग बुझेर जाने एक्जाममा। अब त्यो चाहिँ हामीले डिफ्रेन्ट भिडियोहरू हेर्ने, अथवा मैले पनि यो युट्युब च्यानलमा 2-3 वटा प्रोग्राम स्ट्रक्चरदेखि कसरी बनाउने भनेर एक्जाममा आएको क्वेसनलाई चाहिँ सोल्भ गरेर भिडियो बनाएको छु। त्यसलाई चाहिँ गएर हेर्न सक्नुहुन्छ प्लेलिस्टमा। त्यसपछि चाहिँ हाम्रो के छ फाइल ह्यान्डलिङ। फाइल ह्यान्डलिङबाट पनि हामीहरूलाई एक्जाममा यसको चाहिँ प्रोग्राम और यसमा भएका फङ्सनहरूको बारेमा चाहिँ सोध्न सक्छ एक्जाममा। यसलाई पनि राम्रोसँग पढ्ने है ल। यसमा इम्पोर्टेन्ट भनेको एउटा चाहिँ हाम्रो युजर डिफाइन्ड युज गरेर चाहिँ एउटा प्रोग्राम लेख भन्छ, और स्ट्रक्चरको युज गरेर एउटा प्रोग्राम लेख भन्छ 8 मार्क्समा है ल। त्यसपछि च्याप्टर 5 अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ। यसलाई चाहिँ ओओपी भनेर पनि चिनिन्छ। यसबाट चाहिँ हामीलाई 1 सर्ट क्वेसन 5 मार्क्सको र एउटा अब्जेक्टिभ क्वेसन गरेर जम्मा 6 मार्क्सको सोध्ने गरेको छ यो च्याप्टरदेखि। यसमा चाहिँ इम्पोर्टेन्ट भनेको के छ भने क्वेसन डिफाइन ओओपी, अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङलाई डिफाइन गर र यसको एडभान्टेज के हुन्, एप्लिकेसन के हुन् भनेर हामीलाई एक्जाममा सोध्न सक्छ। यो चाहिँ इम्पोर्टेन्ट क्वेसन रहेको छ। त्यसपछि चाहिँ हामीलाई फिचर्स अफ ओओपी जस्तै क्लास भनेको के हो, अब्जेक्ट भनेको के हो, पोलिमर्फिजम भनेको के हो र इनहेरिटेन्स भनेर के हो भनेर हामीलाई एक्जाममा सोध्ने गरेको छ। यिनीहरूको इक्जाम्पल सहित चाहिँ लेख भन्छ। त्यही भएर चाहिँ यो फिचर्स अफ ओओपी भनेको यो पनि धेरै इम्पोर्टेन्ट हो। योबाट क्लास, अब्जेक्ट, पोलिमर्फिजम र इनहेरिटेन्सको बारेमा राम्रोसँग पढ्ने। त्यसपछि अब हामीहरूलाई यस च्याप्टरबाट जस्तै डिफ्रेन्सेस बिट्विन स्ट्रक्चरल एन्ड ओओपी ल्याङ्ग्वेज भनेर पनि आउन सक्छ है एक्जाममा ल। अब त्यसपछि रहेको छ च्याप्टर 6। च्याप्टर 6 मा छ सफ्टवेयर प्रोसेस मोडेल। योबाट चाहिँ हामीलाई 1 सर्ट क्वेसन 5 मार्क्सको र एउटा अब्जेक्टिभ क्वेसन गरेर जम्मा 6 मार्क्सको एक्जाममा सोध्ने गरेको छ। अब यसमा चाहिँ इम्पोर्टेन्ट क्वेसन के रहेका छन् भने फेजेस अफ एसडिएलसी।
यसमा चाहिँ सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकलको चाहिँ डिफ्रेन्ट फेजेस हुन्छन्, 6 to 7 फेजेसहरू छन् हैन। हाम्रो चाहिँ प्लानिङदेखि एनालाइसिस गरेर डिजाइन डेभलपमेन्ट गर्दै हैन, हाम्रो टेस्टिङ मेन्टेनेन्स गरेर यस्ता स्टेपहरू छन्। त्यो स्टेपको हरेक स्टेपको बारेमा राम्रोसँग डिटेलमा चाहिँ बुझ्ने लेख्ने हैन। त्यसपछि चाहिँ हाम्रो रहेको छ यसमा सफ्टवेयर डेभलपमेन्ट मोडेल हैन। सफ्टवेयरलाई चाहिँ कसरी डेभलपमेन्ट गरिन्छ त्यसका के छन् डिफ्रेन्ट मोडेलहरू छन्, जस्तै वाटरफल मोडल छ, प्रोटोटाइप छ अनि एजाइल। यो तीनवटा मोडलमध्ये एउटा मोडलको बारेमा सोध्न सक्छ। त्योबाट चाहिँ भेरी इम्पोर्टेन्ट भनेको वाटरफल मोडल हो। वाटरफल मोडलको बारेमा चाहिँ म्याक्सिमम सोध्ने गरेको छ है। त्यसपछि चाहिँ हाम्रो एक्सप्लेन एआर डायग्राम, इन्टिटी रिलेसनसिप डायग्राम भन्ने हुन्छ विथ इक्जाम्पल। यसलाई चाहिँ एक्सप्लेन गर भनेर आउन सक्छ। त्यसै गरी यसमा चाहिँ एउटा इम्पोर्टेन्ट क्वेसन, सिस्टम एनालिस्ट भर्सेस सफ्टवेयर इन्जिनियर। सिस्टम एनालिस्ट र सफ्टवेयर इन्जिनियर बिच चाहिँ के फरक छ भनेर हामीलाई एक्जाममा सोध्न सक्छ है। र त्यसपछि एउटा इम्पोर्टेन्ट क्वेसन प्रिभियस इयरमा सोधेको रिक्वायरमेन्ट्स कलेक्सन मेथड। अब रिक्वायरमेन्ट्स कलेक्सन मेथडको युज गरेर हामीहरू कसरी चाहिँ हाम्रो रिक्वायरमेन्टहरूलाई चाहिँ ग्यादर गर्न सक्छ भनेर एक्जाममा सोधेको छ प्रिभियस इयरमा। त्यही भएर यसको बारेमा पनि राम्रोसँग पढ्ने है। ल एट लास्ट हाम्रो के रहेको छ च्याप्टर 7। च्याप्टर 7मा छ हाम्रो रिसेन्ट ट्रेन्ड्स इन टेक्नोलोजी भन्ने च्याप्टर, जसबाट चाहिँ हामीलाई 1 सर्ट क्वेसन 5 मार्क्सको सोध्ने गरेको छ। र यसमा चाहिँ इम्पोर्टेन्ट क्वेसन के रहेका छन् भने जस्तै एक्सप्लेन एआई, आर्टिफिसियल इन्टेलिजेन्स एन्ड रोबोटिक्स। एआई र रोबोटिक्सको बारेमा एक्सप्लेन गर भन्छ। त्यसमा हामीले चाहिँ यसको एप्लिकेसन के हो, एडभान्टेज के हो भनेर हामीले लेख्नुपर्ने हुन्छ, 5 मार्क्सको आउँछ। त्यसै गरी एक्सप्लेन क्लाउड कम्प्युटिङ, बिग डाटा, भर्चुअल रियालिटी, मोबाइल कम्प्युटिङ। यो सब अलग अलग टपिक हुन्। जस्तै क्लाउड कम्प्युटिङको बारेमा अलगै सोध्न सक्छ 5 मार्क्समा। त्यसै गरी बिग डाटाको बारेमा अलगै सोध्न सक्छ। त्यसै गरी भर्चुअल रियालिटीको बारेमा अलगै सोध्न सक्छ और मोबाइल कम्प्युटिङको बारेमा अलगै सोध्न सक्छ। अलग अलग सोध्यो भने यसमा चाहिँ हामीले के गर्ने, पहिला डेफिनेसन लेख्ने, त्यसपछि त्यसको एडभान्टेज लेख्ने अनि एप्लिकेसन भनेर हामीले चाहिँ यिनीहरूको चाहिँ लेख्ने एक्जाममा है। त्यसपछि हाम्रो डिफाइन इ कमर्स, इ मेडिसिन एन्ड इ गभर्नेन्स भन्ने पनि योमा चाहिँ एउटा टपिक रहेको छ। यसको बारेमा पनि पढ्ने। र एट लास्ट हाम्रो टपिक के छ भने डिफाइन आइओटी, इन्टरनेट अफ थिङ्स भन्ने। राइट इट्स एडभान्टेज। यसको एडभान्टेज के हो त? यो एकदम भेरी इम्पोर्टेन्ट क्वेसन हो। आइओटी भनेको के हो, यसको एडभान्टेज के हो, यसको बारेमा चाहिँ हामीलाई एक्जाममा सोध्न सक्छ। यसको बारेमा पनि राम्रोसँग पढ्ने है। ल यतिकै हाम्रो इम्पोर्टेन्ट क्वेसन 1 देखि 7 च्याप्टरमा इम्पोर्टेन्ट क्वेसन मैले बताइसकेको छु। अब मैले के भनेको थिएँ स्टार्टिङमा भिडियोको, तपाईँहरूले कम्प्युटर साइन्समा A+ ल्याउन धेरै के गर्नु पर्दैन, जस्ट 5 डेज यसलाई चाहिँ दिने। त्यो 5 डेजमा चाहिँ तिमीहरूले के गर्ने, 2 डेजमा चाहिँ यो जति इम्पोर्टेन्ट क्वेसन मैले बताएँ यो इम्पोर्टेन्ट क्वेसनको चाहिँ के गर्ने, एउटा नोट बनाउने। त्यो यसको चाहिँ के गर्ने, एन्सर लेख्ने हैन। एन्सर लेखेर 2 दिनमा त्यो भ्याएर त्यसपछि बाँकी रहेको 3 दिनमा के गर्ने तिमीले, त्यो 2 दिनमा चाहिँ के गर्ने अझ 3 दिनको 2 दिनमा के गर्ने भने 2 दिनमा राम्रोसँग यसलाई चाहिँ बुझ्ने, याद गर्ने हैन, पढ्ने। त्यसपछि रहेको लास्ट दिन हुन्छ, त्यो लास्ट दिन चाहिँ हामीले के गर्ने, सबैलाई चाहिँ रिभिजन गर्ने। बिहानदेखि बेलुका हामीले चाहिँ यसलाई रिभिजन गर्दै गयौँ भने त्यसपछि चाहिँ हामीहरूको यो सब्जेक्टमा कम्प्युटर साइन्समा A+ ल्याउन धेरै इजी छ। अब प्रोग्रामिङ भनेर नडराउनु होला। प्रोग्रामिङ मैले भनिसकेँ तपाईँको एउटा जाभास्क्रिप्टदेखि प्रोग्राम आउँछ, एकदम इजी हुन्छ त्यो प्रोग्राम। म जाभास्क्रिप्टको प्रोग्राम पनि छिट्टै बनाउँछु। त्यसपछि हाम्रो आउँछ यहाँदेखि सी प्रोग्रामिङको प्रोग्राम आउँछ, जसबाट चाहिँ हामीलाई स्ट्रक्चर और तिमीहरूको फङ्सनलाई चाहिँ युज गरेर एउटा प्रोग्राम लेख भन्छ। स्ट्रक्चरको भिडियो त मैले बनाइसकेको छु, धेरै इम्पोर्टेन्ट छ। 2-3वटा भिडियो छन् मेरो युट्युब च्यानलमा, त्यसलाई चाहिँ राम्रोसँग ध्यान दिएर हेर्नु होला। त्यो फिक्स एक्जाममा चाहिँ आउन सक्ने क्वेसन हो हैन। यसै गरी हामीले चाहिँ यसमा चाहिँ तयारी गऱ्यो भने कम्प्युटर साइन्समा विदिन 5 डेज हामीले चाहिँ A+ ल्याउन मजाले सक्छौँ है। ल त्यही भएर चाहिँ राम्रोसँग ध्यान दिएर यो सब्जेक्टलाई पढ्नु होला। अब टाइम आइसकेको छ एक्जाम हैन, धेरै नजिक आइसकेको छ हाम्रो, लगभग 1 महिना पनि बाँकी रहेको छैन। ध्यान दिएर चाहिँ पढ्नु होला है। ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो। यदि भिडियो हेल्पफुल लाग्यो भने आफ्नो साथीहरूलाई पनि सेयर गर्नु होला र यो भिडियोलाई लाइक पनि गर्नु होला। र यदि चाहिँ तपाईँहरूलाई चाहिँ यो क्वेसनहरूको चाहिँ तपाईँहरूलाई चाहिँ एकदम राम्रोसँग फर्मेट मिलाएर चाहिँ एन्सर पनि चाहिएको छ भने मलाई भन्नु होला हैन, कमेन्टमा चाहिँ भन्नु होला। म बरु यिनीहरूको चाहिँ एन्सर पनि तपाईँहरूलाई चाहिँ लेखेर यसरी नै तपाईँहरूलाई एक एक लाइन चाहिँ बुझाएर हैन म भिडियो बनाउने छु। यदि तपाईँहरूलाई चाहिँ त्यो आवश्यकता छ भने कमेन्ट गर्नु होला है। ल थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू फर सपोर्टिङ।